चेक त केही भएन चेक गर्न मिलिहाल्यो तर चेकिङ गर्दाखेरि यसरी समाते त साइको भयो होला त्यो समाते पुलिस पनि ढोका खोल्नुहोस् त भन्दाखेरि ओ के हो यस्तो यो रियल काट्दै 25 करोड देखेकै हुँदैन त्यति पैसा मान्छेहरूले ल भन हामीले अब मलाई 4-5 लाख रुपियाँ दियो भने होइन साइकल हुन्छ नि ब्रो पैसाको त्यो साइडै डेन्जर हो क्या रिच भाइब्स भयो होला नि त एकछिन ब्रो पैसा एन्ड पुसी दुईटैको साइड खतरा हो केटा मान्छेलाई अनि त्यही भएर भन्नु ब्रो ओ दुईटै साइड खतरा हो नि ब्रो भन्दै होइन कसरी भन्ने अनि कहिले पुसीले बाटो काटिदिन्छ नि यस्तो थुक्नै पर्छ क्या पुसीमा नथुक्यो हुँदैन फेरि रुको जरा सबर करो तर त्यो अब त्यो सुन किन्नलाई रे क्या ब्रो के पुसी र पुसीबाट टाढा जाँदै सुन किन्नलाई के चाहियो त्यो सुन किन्नलाई डलर सलर चाहिँ विदेशी मुद्रा चाहिँ चाइनाको बोर्डरमा सुन किनेर इन्डिया लानलाई होला क्या अनि अब कति सुन ट्रान्सफर भइरह भन्दाखेरि अब 1 ट्रक पैसा क्या ब्रो 1 ट्रक पैसा क्या एक ट्रक पैसा भने कति हो थाहा छ 1 ट्रक पैसा 1 ट्रक भएमा केटा हो थाहा छ नि तिमीहरूलाई सानो ट्रक सक मिनी भ्यान सानो पनि होइन क्या कहाँ अट्दैन सिमेन्ट हाल्ने ट्रक होइन अब त्यो जसले त्यो पैसा सुरुमा थियो उसलाई पो थाहा छ कति पैसा छ उसले ट्रक चाहिन्छ हामीलाई भन्यो होला क्या ए सर छ नि हामीसँग भ्यान छ नि भनेको यी अट्छ भ्यानमा भन्ने टाइपको क्या ट्रकमा पैसा क्या